टिकापुर घटनालाई सरकार र मन्त्री परिषदले राजनीतिक घटना भन्ने दुस्साहस गर्दैछ रे। सत्ता टिकाउन र भत्ता पचाउन गुहु र गोबर पनि चिन्न छोड्नु हो कि क्या हो? राजनीति र अपराधको परिभाषा थाहा छैन। राष्ट्र सेवक प्रहरीहरूको छातीमा भाला रोपेर मुटु भेदन गरी विभत्स हत्या गरियो। सत्य सेवा सुरक्षण भन्दै अहोरात्र जनताको जीव धनको रक्षा गर्न खटिएका 8 जना राष्ट्र सेवक मारिए। भाला रोपेर लखेटी तानेर निर्मम हत्या गरिएका राष्ट्र सेवकको विधवा पत्नी र तुहुरा सन्तानको आँखामा आँखा जुदाएर भन सरकार के टिकापुर घटना राजनीतिक घटना हो? आमाको काखमा रमाउँदै दुध खाँदै गरेका अबोध बालकको मृत्यु हुँदा वेदनाले ढलेकी र बेहोस भएकी उनकी आमाको होस अझैसम्म राम्रो खुलेको छैन। यी आमाको आँखामा आँखा जुदाएर भन सरकार टिकापुर घटना राजनीतिक हो कि एउटा अमानवीय हिंसक र जघन्य अपराध? विशेष गरेर थारू आन्दोलन र टिकापुरका घटनालाई लिएर म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन। मेरो बुझाइको दायरा कमी हुँदा मैले कहीँ कतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ। आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। सिक्ने र समृद्ध हुने क्रममा म अझै पनि आफूलाई सिकारु एउटा नागरिक भनौँ, सिकारु एउटा राजनीतिक कर्मीका रूपमा परिष्कृत पार्ने यात्रामा अगाडि बढेको छु। यी मात्र होइनन्, धेरै कमी कमजोरीहरू भएका होलान्। त्यसले मलाई एउटा पाठ सिकाएको छ। मलाई विश्वास छ यो यात्रामा तपाईहरूको साथमा हामी विगतमा भएका जति पनि कमी कमजोरीहरू छन् तिनलाई सच्याउनेछौँ र त्यसलाई ऐतिहासिक मोडमा लिएर जानेछौँ। जुन समाजमा विभेद हुन्छ त्यो समाज मान्छे बस्न लायक समाज रहँदैन। विभेद रहित समाज निर्माण गर्ने क्रममा पार्टी प्रतिबद्ध छ। हाम्रा प्रतिबद्धताहरू लिखित रूपमा हामीले प्रस्तुत पनि गरि नै सकेका छौँ, जसलाई यहाँहरूले हेर्नुभएको छ। र आज हामीले हस्ताक्षर गरेका कागजमा आज गरिएको हस्ताक्षरका ती अक्षरहरू फगत अक्षरहरू मात्र होइनन्। त्यो हामीले विशेष गरेर थरुवाट आन्दोलन र थारू समुदाय सम्पूर्ण त्यो इतिहासलाई साक्षी राखेर गरेको हस्ताक्षर हो। त्यसको जवाब हामीले पुस्तौँ पुस्तासम्म दिनुपर्ने हुन्छ। म तयार छु।